हामी चाहिँ यहाँ मोमो बनाउन लागि चाहिँ यहाँ प्याजहरू काट्दैछौँ। म प्याज काट्न लागेको। यहाँ प्याज छन्। हाम्रो नानीले यहाँ प्याज खेल्दै हुनुहुन्छ अनि हाम्रो नानी यहाँ के भन्छ अरे कसम खेल्दै हुनुहुन्छ। छोरो नानी आज हामी मोमो खानेवाला छौँ होइन। त्यही पनिर मोमो खानको लागि चाहिँ तपाईँ कतिको एक्साइटेड हुनुहुन्छ? वाह। अनि हाम्रो नानीलाई कस्तो लागिरहेछ, कतिको कस्तो फिल भइरहेको छ आज हामी मोमो खाने भने? यो चाहिँ सुप बनाउनु लाग्यो है। यो चाहिँ टक्क लगाएर हड्डी, यो हड्डी हालेर यो चाहिँ टक्क लगाएर सुप बनाएको। मोमोसँगै सुप खानाको मजै बेग्लै हुन्छ। अनि अहिले पाएको छ हड्डी मजाले भुटिसकेपछि अनि त्यसपछि मसला हालेर लास्टमा टमाटर हालेर चक्क सोधेपछि तपाईँको सुप पर्फेक्ट। मोमोसँग सुप भयो भने अझ जाडोमा नै भयो अहिले अझै राम्रो हुन्थ्यो। अहिले अलिक गर्मी छ। पसिनाले हालत खराब भएको छ अहिले। गाइस हामी चाहिँ अहिले यो मोमो अचार बनाउन लागेका छौँ। भेजिटेबल यहाँ छ, टमाटर यहाँ छ, टमाटर। हामी चाहिँ टक्क लाएर मोमो खान लागेका छौँ। त्यसको लागि सामानहरू यहीँ छ। हेलो गाइस, हामी चाहिँ मोमो बनाउन लागेका छौँ। अब डब्लु यहाँ भइसकेको छ। अब हामी टक्क लाएर मोमो बुट्टा हाल्नेछौँ होइन। तपाईँको मोमो बुट्टा हाल्नेछौँ, यहाँ पकाउनेछौँ। पकाएर मजाले खाइन्छ। आफ्नै घरको अर्ग्यानिक मोमो, होटल जस्तो होइन होइन, एकदमै घरको स्टाइलमा हामी बनाएर खान्छौँ। त्यो चाहिँ भेज मोमो है। भेज मोमोमा हामीले चाहिँ यो स्टाइल बनाएका छौँ। आज हामी 3टा आइटमको मोमो बनाउँछौँ। भेजको, चिकन अनि बक। यो चाहिँ भेज स्टाइलको। लास्टमा अहिले रौतोवाला मोमो चिकनको बनाउनु देखाएको छु। अनि बक पनि बनाएर देखाउनेछ है। हेलो गाइज, हामी चाहिँ अहिले फेरि यो चिकन मोमो सुरु गरेका छौँ। चिकन मोमो टक्क हामी बनाउँदैछौँ। यो चाहिँ चिकन मोमो है। चिकन मोमो बनिसकेका छौँ, बन्दैछौँ अझै। हामी चिकन मोमो बनाउनको प्रोसेसमा छौँ। टक्क लगाएर है। यो चाहिँ ओपन मोमो है, ओपन मोमो। यो चाहिँ यो यस्तो बनाइदिएको छु। यो बक ओपन मोमो टक्क लगाएर अब पकाएर टक्क लगाएर हामी खाइन्छ है। यो चिकन मोमो, यो बक मोमो अझै हाल्दै बाँकी छ।